Hi everyone, today I'm talking about Bhasa app, which is built for Nepali people to learn English to build confidence. कतिजना नेपाली ब्रदर सिस्टर्सहरूलाई यसरी एपबाट इङ्ग्लिस सिक्न मिल्छ भनेर थाहा पनि हुँदैन. That's why you have to tell your needy friends and families who want to improve their English. धेरैजनाले चाहिँ काममा इङ्ग्लिस गाह्रो भएपछि आफू अगाडि बढ्न नसकेको or म कति पछि परेँ भने जस्तो फिल गर्नुहुन्छ. तर त्यस्तो होइन. इङ्ग्लिस भाषा सिक्नुहोस् र हजुरले आफूलाई कन्फिडेन्ट फिल गर्नुहुन्छ. यो एउटा ल्याङ्ग्वेज हो, तर एकदमै इम्पोर्टेन्ट ल्याङ्ग्वेज हो. नेपालभन्दा बाहिर काम गर्दै हुनुहुन्छ भने अरू नेपालमा पनि काम लाग्छ होइन. सो भाषा एपमा चाहिँ अब हजुरहरूले इन्भेस्टमेन्ट गर्नुहुन्छ आफ्नो टाइमको, आफ्नो पैसाको, किनभने त्यहाँबाट केही रिटर्न लिनुहुन्छ नि त. म राम्रोसँग इङ्ग्लिस सिक्छु, एआईसँग त्यहाँ भएको लेसन्सहरू, क्विजहरू प्र्याक्टिस गर्छु. त्यसलाई हामी इन्भेस्टमेन्ट भन्छौँ. त्यहाँबाट केही फिर्ता पाइन्छ भने. तर त्यहाँबाट केही पनि फिर्ता पाइँदैन. सब्सक्राइब गरेपछि केही पनि पाइँदैन भने हामी त्यसलाई हाम्रो एक्सपेन्सेस भन्छौँ, खर्च है. एन्ड लास्ट भनेको डोनेसन. मलाई केही लिनु पनि छैन, तर म दिन चाहन्छु, द्याट इज डोनेसन. सो भाषा एपमा डोनेसन होइन, एक्सपेन्स पनि होइन, एउटा इन्भेस्टमेन्ट हो हजुरहरूको टाइमको र सब्सक्रिप्सन पे गरेको एआईसँग यति राम्रो एपबाट इङ्ग्लिस सिक्नको लागि. सो यदि डराइरहनु भएको छ यो के हो, कसरी युज गर्ने, कतिलाई त थाहा नै छैन, द्याट्स अ ह्युज प्रब्लम. त्यस्तो हो भने हजुरले मलाई वाट्सएपमा मेसेज गर्नुहोस्. आई विल हेल्प यु गेट एन्ड बिकम अ प्रो मेम्बर है त. हजुरलाई प्रो मेम्बर हुनलाई म हेल्प गर्छु. घरमा बसेर एक्लै आरामले फुर्सदको टाइममा इङ्ग्लिस सिक्न सक्नुहुन्छ. एन्ड दिस इज अ भेरी गुड एप. नेपालीहरूको लागि बनाइएको सबै कुरा छ. हजुरहरू घरमै बसेर एभ्री डे प्र्याक्टिस गर्न सक्नुहुन्छ, एनी टाइम, आनन्दले. ओके, सो yeah, you can message me. Thank you, and share with your friends and family who needs it.